फाइनली अब टेन्ट सेन्ट लगाइसक्यौँ टेन्ट लगाइसक्यो अब दाउरा जो गर्नुपर्ने भयो अब हामी दाउरा खोज्दैछौँ साथीहरू हेर्नुहोस् न भ्यू ओ माई गड के चाहियो र यार सेट म त दङ्ग परलसु म त छक्क परलसु कहाँ हो छ दाउरा त्यही झिजामिजा भए पनि जम्मा त गर्नु पर्यो ल दाउरा खोज्दैछौँ झिजामिजा दाउरा अस्तिको जस्तो मुढा पाए पो दाउरा साथी हो रातभरिको लागि दाउरा त चाहियो ए जति नि पुग्छ अब ठाडो किन हुँदैन हेर न ओह हरले बल्छ है ओह यत्रो दाउरा भयो यार हैन दाउरा त भयो मेन दाउरा भएन के यत्रो एउटा दुईटा पाउन्ड पाएको भए औ त त्यो त छैन अघि आउँदाखेरि त्यतै हो भएदेखि है ल पर्दैन यति भए पुग्छ अन्त रातभरि किन गर्न पर्छ हामी त्यहाँ तल ज्यान डाँडाबाट 3 बजे उक्लिन लाग्यो होइन 3 2 5 अहिले अब यताउति गर्दाखेरि 6 बज्यो 2 घन्टा लाग्यो है हामीलाई तर लास्ट गाह्रो हुने के सास लिएर आमा नसकिने यार बिसाउँदै आउँदा 2 घन्टा लाग्यो हामीलाई तल ज्यान डाँडाबाट यहाँ ठ्याक्कै चुलीमा आइपुग्नलाई यहाँबाट केही नचिनिने पो है उपरदाङगढी कहाँ हो मायाटार कहाँ हो बिहान देखिन्छ है ल यस्तो ठाउँमा हामी आज क्याम्पिङ गरिरहेको छौँ साथीहरू यति अवेसम ठाउँ छ तपाईँले देखिरहनु भएको छ भोलि बिहान हिमालयको रेन्ज पनि छर्लङ्ग देखिन्छ अब अहिले साँझ परिसक्यो अलिअलि त देखिरहेको पनि भोलि बिहान चाहिँ कत्रा देखिन्छ भोलि बिहान खिचौँला त्यो बोतल कहाँ ल्यायो बोतल ल्याउँदा देख पर्किन्छ आयतन बढ्छ नि त टाढो त हुँदैन भाइ आतो छेउने ओड्ने दुइटै ल्याए त्यही पनि हुँदैन के जाडो आगोले वातावरण तताइदिन्छ टेन्टभित्र एक हावा छैन ज्याकेट टेन्ट पनि पुरो पनि कहाँबाट
आगो हाँ जाडो नि भनेको टाउकोमा हो टाउको टोपी छँदैछ पानी पनि अर्को हुन्छ कि हामीलाई कति लिटर चाहिएको रहेछ गाडीमा चाहिँ अलिक हामीलाई पानीको युज चाहिँ नगर्ने तरिकाले जस्ट कफी मात्रै खायो घरै खाने भने अब जसरी खान मन लागेन मासु नै भयो भने मसला सासमा दुईटा तेल लिएर आउने त्यही छ यहाँभित्र चाहिँ आलु पोल्न राखेको छौँ यो विशेष गरी सिराई चाहिँ एकदम चिसो ठाउँ होइन खानेकुरा चल्नु चिसो पानी खायो भने फेरि ट्याक्क घाँटीसँग गएर पानी पनि तताछौँ भित्र पनि छ यहाँ चाहिँ कफी खाद्यान्नको आइटमहरू छ कफीहरू छ बिस्तारै बिस्तारै जाडो बढ्दै गएपछि कफी पकाउँदै खान्छौँ हाम्रो घुमन्ते जीवन चाहिँ यहाँ टेन्टभित्र चाहिँ कति छ कति विराजमान हुनुहुन्छ आयो र यस्तै छ जिन्दगी विशेष गरी यो क्याम्पिङ भ्लगलाई चाहिँ दर्शकहरूले एकदमै मन पराइदिनु भयो होइन त्यसले गर्दाखेरि हुन त यो एकदमै रिस्क छ किनभने यति टाढा आएर यति अप्ठ्यारो पहाड चढेर भिडियो बनाउनलाई एकदमै गाह्रो छ तर पनि एउटा मेमोरी र दर्शकहरूले चाहिँ मन पराइदिनुहुन्छ भनेर हामी यसरी दुःख गरेर चाहिँ आएर बनाइरहेका छौँ र साँच्चीकै तपाईँहरूले मन पराइदिनु भयो भने जतिसुकै दुःख भए पनि हामी चाहिँ आगामी दिनमा अझ योभन्दा पनि अझ राम्रा राम्रा भिडियोहरू चाहिँ बनाउँदै जानेछौँ तर तपाईँहरूले हामीलाई चाहिँ सल्लाह सुझाव प्रतिक्रिया दिन चाहिँ पर्छ किनभने हामी पनि नयाँ सुरुवात गरेका हौँ हामी पनि एकदमै पर्फेक्ट छैनौँ तपाईँहरूलाई कस्तो मनपर्छ तपाईँहरूले सल्लाह सुझाव दिएअनुसारकै हामी आगामी दिनमा चाहिँ त्यसलाई चाहिँ अझ उत्कृष्ट बनाउँदै जानेछौँ अब आजको चाहिँ यो विशेष गरी हामी चितवनकै अग्लो चुचुरो सिराई चुलीको चाहिँ ठ्याक्कै चुलीमै आएर यसरी क्याम्पिङ भ्लग गरेका हौँ समुद्रसतहबाट झन्डै 2000 मिटर माथि छ यो एकदमै 2000 मिटर माथि आएर हामीले यसरी चाहिँ तपाईँलाई सनसेट पनि देखाइसक्यौँ होइन अहिलेको भ्यू त के भन्ने त्यो त अब एकदमै त्यो हामीले चाहिँ सपनामा कहिलेकाहीँ देख्छौँ नि हो भनेको एकदमै हामीले चाहिँ कल्पना गर्नै नसकेको दृश्यहरू सपनामा देखिरहेको हुन्छौँ नि ठ्याक्कै त्यस्तै मैले त यो दृश्य हामी खुद आफूलाई चाहिँ आकाशमाथि जस्तो फिल भयो जस्तो त्यो धार्मिक फिल्महरूमा चाहिँ बादलमाथि चाहिँ उडेको होइन त्यस्तो देखाउँछ नि ठ्याक्कै यो ठाउँमा आएर हामीले त्यो रियल देख्यौँ होइन अब आँखाले देखा जति हामीले कतिको भिडियोमा देखाउन सक्छौँ होइन अब त्यो त पछि थाहा हुन्छ होइन तर हामीले चाहिँ एकदमै इन्जोय गऱ्यौँ आशा छ तपाईँहरूले पनि इन्जोय गर्नुहुनेछ र हामीलाई चाहिँ साथ दिनुहुनेछ भन्ने अपेक्षा गर्दछु अहिले इन्टरभल नै भएन नि त यसलाई पनि ग्यासमा भोलि बिहान पकाउनु पर्यो मिठो दाल जाँदै बाटेको के अब एक लट आगो फेरि भरेर पारिदिउँ होइन
मलाई त त्यो आउनुभन्दा पनि भोलि जानलाई त के भन्छ स्कुटरमा त्यो समस्या देखिरहेको छ यार। बिस्तारै जाउँला दाइ। बिस्तारै जाउँला स्कुटर हो नि त होइन स्कुटर हो अनि जाँदा जस्तो भारी हुँदैन। हुँदैन त्यो भारी बढी भएर उल्लर पनि भयो के। सम्हालेर जान पायो अनि जाँदाखेरि त उल्लर हुँदैन नि त। जाँदाखेरि उल्लर हुँदैन साह्रै ओह्रालो भयो भने डोर्याएर डोर्याएर हिँड्दै जाउँला। ओह्रालोमा त हिँडेर नि केही फरक परेन मजाले केही होइन समस्या हुँदैन। टेन्सन नलिनु बिस्तारै जाने हो। कुना कुना चेपेर गएछन् लडिहाल्यो पनि भएन। दिमाग फ्रेस भयो मुलाले निस्क्यो। ट्याक्क कफी खाइन्छ। अहिले चाहिँ रातको चाहिँ 11 बज्दैछ होइन। 11 बजेर अब कफी सफी खाएर बिस्तारै बिस्तारै चाहिँ हामी गुड नाइट भन्ने गर्नतिर लाग्छ चरणमा छौँ। अब अहिलेको लागि चाहिँ कफी लिगौँ। त्यसपछि कफी चेस है त कफी चेस। कफीकै स्वाद आयो यार। कफीले चाहिँ जाडो नि भगाउँछ। अनि यो चाहिँ विशेष गरी निन्द्रा नि निन्द्रा नि लगाउँछ अरे यसले कम गराउँछ। निन्द्रा लाग्दैन नि कफीले। बिस्तारै फ्रेस बनाउँछ। फ्रेस बनाउँछ यसले। गाइस हामी कफी खाँदैछौँ। कति बज्यो भाइ ठ्याक्कै? 11 बज्यो। बजिसक्यो होला। कति बज्यो? 11 बज्यो त नि। 11 बज्यो है। ल हुन्छ गाइज अहिले रातको 12 बजिसक्यो ठ्याक्कै 12 बज्यो हो। एकजना सुतिसक्नु भयो। अब म पनि सुत्छु। निद्रा पनि लागिसक्यो। अब हामी सुत्नुतिर लागिसक्यो। हुन्छ तपाईँहरू ब्लग हेर्दै गर्नु होला। गुड नाइट। गुड नाइट। गुड नाइट भन्नुभन्दा अगाडि खासमा के छ भने अब अहिले 12 बजे हामी सुत्यौँ होइन। भोलि चाहिँ 5 बजे उठेर सनराइज चाहिँ खिच्नुपर्ने हुन्छ होइन। अनि यो ठाउँबाट चाहिँ सनराइज कस्तो देखिन्छ अब चितवनकै अग्लो चुचुरो होइन। यहाँबाट चाहिँ अब जस्तो देखिन्छ तपाईँहरूलाई चाहिँ मजाले देखाउने प्रयास गर्नेछौँ होइन। भिडियो हेर्दै गर्नुहोस्, मजा लिनुहोस् र सपोर्ट चाहिँ गर्नुहोस् है त। हाम्रो घुमन्ते जीवनलाई सब्सक्राइब पनि ठोक्नुहोस्, बेल आइकन पनि ठोक्नुहोस्, सेयर लाइक कमेन्ट सबै कुरा गर्नुहोस्। ल गाइस अब चाहिँ गुड नाइट है। गुड मर्निङ गाइज। यसरी उठ्नेछु। बालकृष्ण उठ्या। उस 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 उस
ल त नानी मेरो एउटा फोटो खिच्दा हो सनराइजको सनराइज के नभए पनि पुरै सेटिङ पनि कहाँ पुग्यो मैले सेटिङ चलाएकै छैन उतै हेर न हो हो त्यतिकै यो नाकबाट छुटिहाल्छ नि बाबुसँग ल हुन्छ फ्लोरेन्स चाहिँ आउने गरी म यहाँ बस्छु एउटा चाहिँ म यहाँ बस्छु होइन यहाँ बसेपछि यहाँसम्म आउँछ है यही फ्रेममा ल्यान्डस्केपमा अनि एउटा चाहिँ यस्तो यस्तो फ्रेममा गर्दाखेरि म अलिकति यतापट्टि फर्किन्छु अन्त ठ्याक्क यस्तो कपालहरूबाट उहरूबाट चाहिँ पोर्ट्रेट मोडमा यहाँ आउँछु म यो टक्क यहाँनिर यो हुन्छ यसरी चाहिँ ठ्याक्कै 1 मिनटको गेमको लागि ल जाउँ ल अहिलेलाई हामी अब सिराई चुलीबाट बिदाई हुँदै ट्रक्क लगाएर
सिराई चुलीको भ्लग यही समाप्त गर्न चाहन्छु। घुमन्ते जीवनलाई सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब गरी अल नोटिफिकेसन अन गर्नुहोला र पुरा भिडियो हेरेर जस्तो लाग्छ त्यस्तै प्रतिक्रिया दिन र लाइक गर्न नबिर्सिनुहोला। अहिलेलाई भिडियो यही अन्त्य गर्दछु। जय घुमन्ते जीवन, जहाँ पाइला त्यहाँ कहानी।